डीपी अरालको कडा चुनौती ब्रेकिङ न्युज। रविलाई यदि जेलमा राखेर चुनाव गराइयो भने न त अहिलेको सरकारले थेक्न सक्छ, न त पुराना शासकहरू राम्ररी नै सुत्न सक्छन्। 77 जिल्लाका रवि लामिछानेका समर्थनहरू सडकमा उत्रिन बाध्य हुनेछन्। हामी चुनाव हुन दिँदैनौँ भनेर घोषणा गर्नुभएछ डीपी अरालले। यही कुरा सुन्न चाहन्थे डीपी अरालको मुखबाट। र 77 जिल्लाका खण्डी मित्र सम्पूर्ण साथीहरूलाई म हार्दिक अनुरोध गर्छु कि आन्दोलनको तयारी गर्नुहोस्। अब रवि दाइलाई सडकबाट न्याय दिने हो। हामीले फेसबुकमा रवि 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 लेखेर पनि हुँदैन। हामीले अब सडक आन्दोलन गरेर, सडक सङ्घर्ष गरेर यो राष्ट्रलाई न्याय दिने हो। यो राष्ट्रपिता रवि लामिछानेलाई न्याय दिने हो। यो देशको, यो संविधानको, यो लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने रवि लामिछानेलाई हामीले सडकबाट न्याय दिने हो। जनता हो न्याय लागेको खण्डमा निलो क्रान्ति रातोमा नि बदल्न सक्नुपर्छ साथी हो। निलो क्रान्ति शान्तिका प्रतीक हौँ भनेर पनि हामी बसिरहनु यो न्यायपूर्ण काम होइन। एउटा व्यक्तिलाई ढिलो न्याय दिनु नै अन्याय हो।